नि त्यही सरले यो आउँदै पर्यटनलाई अगाडि त्यो चाहिँ के अरे प्राथमिकतामा राखेर योजना बनाएर हामी काम गर्दै थियौँ गाउँपालिकाबाट पनि अन्त यसो एउटा पर्वतपुरमा सदर महाराज जिल्ला अगाडि बढाउनु अभियान छ हामीले यो चलाउँदा काम गर्दैछौँ भन्ने शनिबार हुन्छ लामै प्रिन्ट नमस्कार। हाम्रो छत्रदेव गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि पनि उल्लेख्य काम अगाडि बढाएको बेहोरा म अनुरोध गर्न चाहन्छु। यो जहिले जुन अहिले हाम्रो अभियान चलिरहेको छ पर्यटन प्रवर्धनको लागि अभियान चलाइराख्नु भएको छ सम्पूर्ण यो सञ्चारकर्मी महानुभावहरूले, यसमा हामी एकबद्धता जाहेर गर्दै यो स्थानीय स्तरमा यो छत्रदेव गाउँपालिकामा पर्यटन प्रवर्धनका प्रचुर सम्भावना रहेको हुनाले यहाँ धार्मिक ऐतिहासिकको साथसाथै यहाँको कृषि पर्यटनलाई पनि प्रवर्धन गर्नलाई हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। अहिले यस आर्थिक वर्षमा पनि हामीले माझकोट भगवती कालिका मन्दिरलाई त्यसलाई पुरानो मन्दिरलाई त्यही संरचनामै फेरि अर्को मन्दिर तयार गर्नको लागि हामीले एउटा योजना कार्यान्वयन कोजारमा गइरहेको छ। त्यो ठेक्का प्रक्रियामा अगाडि बढिसकेको छ। साथसाथै छत्र महाराज मन्दिरमा अहिले भएका संरचनाहरूलाई केही मर्मत सम्भार, त्यसलाई जीर्णोद्धार, त्यहाँ भएका जुन केही गर्नुपर्ने कामहरूलाई पनि हामीले एउटा योजना बनाएर अगाडि बढिरहेका छौँ। साथसाथै ताराखसे मन्दिरलाई पनि प्रवर्धन गर्नको लागि हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। कृषि पर्यटनको लागि पनि यहाँ प्रचुर सम्भावना रहेको हुनाले हाम्रो छत्रदेव गाउँपालिकाको वडा नम्बर 7 मा रहेका कृषि सम्भाव्य क्षेत्रहरूलाई कृषि उपजको रूपमा कृषि पर्यटकहरूलाई पनि त्यहाँनिर आकर्षित गरेर कृषकहरूलाई त्यहाँ आकर्षित गरेर उनीहरूले त्यहाँबाट पनि केही कुरा सिकुन्, पर्यटन प्रवर्धन हुन्, अरू अन्यत्रका पर्यटकहरू कृषकहरू आएर यहाँ कुरा केही सिकुन् भन्ने उद्देश्यले पनि हामीले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छौँ। यसमा सम्पूर्ण यो अर्घाखाँचीमा भइरहेको जुन कार्यक्रम छ यसलाई हाम्रो गाउँपालिकाले एकबद्धता जाहेर गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई हामीले निरन्तरता दिने प्रतिबद्धता समेत हामी जाहेर गर्न चाहन्छौँ।